खोल्दैन अनि यो 2-3 फेर नबनाके लेखेर खब्दी खब्दी के आइडिया भएपछि अलिक भनेपछि यो छ नि सोया छ नि छैन बल्ल छ ए ल सबै सबभन्दा के हुन्छ भन्दाखेरि यतिमा यसलाई यस्तै राख्दै फेरि यो गडबड हुन सक्छ हैन यसलाई आफूले टाइट गर्ने राखिसकेपछि डाइरेक्ट खाली बिलेट टाइट गरेपछि बिलेट त्यो टाइट हुन भएन छोइयो राखेर टाइट गर्ने त्यसपछि ब्लेड निकालेपछि ठिक्क ग्याप रहन्छ ग्याप रहन्छ नि त्यो बडी राखेन त्यस्तो केही हुन्न हैन यसको ल हेर्नुहोस् यो कति रह्यो भन्दा ल हेर्नुहोस् तपाईँले बिलेट भनेको नि मैले बिलेटकै बराबर भयो कि यसमा क्याम चाहिँ जस्तै यिनी भाँचिदो को गएर बिग्रिन पर्छ धनले बाटो खोज्यो नि सबै बिग्रिन्छ तपाईँले अलिक बढी मात्रामा यिनी पल्टिँदा डिसब्यालेन्स हुँदाखेरि पटक बुङ जान्छन् हेर्छु त मैले के भयो भने जस्तो तपाईँ कहिले नि पल्टिँदा यताउता गर्दा डिसब्यालेन्स हुँदाखेरि डडाङ डुङ जान्छन् कि त्यहाँ पाइको बेलामा फेरि है जस्तै अहिले पिस्टन सबभन्दा माथि छ होइन यिनी रड सबभन्दा माथि भइकन फेरि पिस्टन तल भइकन पिस्टन बिचमा भइकन फेरि त्यस्तो गऱ्यो भने फेरि मिल्दैन टाइमिङ मिल्दैन अनि स्टार्ट हुन्न होइन पिस्टन सबभन्दा माथि भएको होला अथवा यिनी रड सबभन्दा माथि भएको होला गलत छ पिस्टन यिनी रड सबभन्दा त उस भएको होला पिस्टन अहिले माथि छ यतिकै तल तपाईँ घुमाएर हेर्दै गर्दाखेरि जस्तै लर्नुहोस् अहिले यो यस्तो टाइट भयो होइन तपाईँले हल्का घुमाउनु नि लर्नुहोस् यो अहिले यो टाइट भयो यो बेलामा फेरि लुज गरेर तपाईँले त्यतिको गराउँछु भन्ने हो नि त फेरि हुन्छ यो त पछि बिग्रिन्छ फेरि आवाज एकदम ठुलो आउँछ त्यो र पिस्टन सबभन्दा टपमा भएको होला त्यो ख्याल गर्नु यहाँनिर यो पहिले ड्यामेज रहेछ यसमा तपाईँको रिसिभ बोन राखेर गर्नुहोस् नभए सबभन्दा सजिलो यो काटेको गत्ता काटेर हामीले यो हिसाबले मिलाउन पनि सकिन्छ यसको ग्यासेट है धप्प छ नि त्यसको ढक्कन खै छ जस्तो जेनेरेटरको त्यस्तै गरायो नि त इन्डिया किन तपाईँलाई दिनु पर्यो अन्त त्यही बाहिर भयो नि होइन गातो चाहियो कि तपाईँलाई भित्र होइन त्यहाँ काट्ने तरिका सिकाइदिने तपाईँ यही लेभलले काट्नुहोस् ट्याक्कर राख्नुहोस् यसलाई पनि पैसा चिलाउने ठाउँ पम्प हो पम्प बडी होइन कतिको लागि 17को बनाएर सुरुमा लेखेँ होइन पम्प बडी लेखेछ अझै कसले त्यसैमा त्यो ठाउँ भयो पा त्यसैमा गराउनु मलाई फोन त गर्छु यो नजर पाइप हो ए नोजल पाइप यो नजर पाइप होइन के छ के जान्छ यो हो क्या के होइन मसिनो जाली जस्तो हुन्छ फु गर्नु त थाहा भइहाल्छ नि यसमा ए यो पनि खोल्न मिल्छ यो पनि बुझ्नु हो नि यो बुझ्यो ठिक छ होइन त्यो त ठिकै केही हुन्न त्यो काटिने लेभल नमिल्नै सक्छ बुझ्न त मिलाउँदाखेरि ठ्याक्क त्यो उसमा नजल बडी नजल पाइप त्यो भयो यो नजल बडी यो पम्प बडी यो पम्प बडी यो पम्प बडी यो नजल बडी यो 10 को लाग्ने यो पम्प बडी नजल बडी खोल्यो त्यो हामीले भोलि खोल्नु पर्ने हो र भोलि त एउटा पुरानो ल्याएर पनि इन्जिन खोल्नु पर्छ सर पुरानो कोही छैन पुरानो त्यस्तो छ गण्डकीबाट यहाँ के छ त्यही हो 7000 लेख्छ गाडीले हामी दिन्छौँ यसो खोलेर